पूर्वेली मारुनी नृत्य यो एक परम्परागत नाच हो। यो नृत्य पूर्वी नेपालको विभिन्न भेगमा बसोबास गर्ने विशेष गरी मगर जात नै यसको सृष्टिकर्ता हुन् भन्ने मान्यता छ। पछि गएर यो नाच राई, गुरुङ र अरू जातिमा पनि विस्तार भएको पाइन्छ। पहिलेको समयको कुरा गर्नुपर्दा पुरुषहरूलाई नै स्त्री बनाएर नाचिने यो नाच वर्तमान समयमा यसको परिवर्तन भएर प्राय स्त्रीहरूले नै नाचमा भाग लिने गर्दछन्। मारुनी नाचमा प्रारम्भमा मङ्गलगान गरिन्छ। यस मङ्गलगानलाई सखी बाँध्ने वा तान्त्रिक विधि अनुसार अमङ्गल नारा गर्न रोक्नका लागि गरिने मन्त्र विधि पनि भनिन्छ। यसरी सखी गाउनाले कुनै अनिष्टको प्रभाव पर्दैन भन्ने मारुनीका गुरुबाहरूको भनाइ छ। सखी बाँधेपछि मारुनीमा कम्प आउनु आवश्यक मानिन्छ। कम्प आउनु भनेको नटेश्वरी देवी उत्रनु वा आङमा चढ्नु हो। देवी आङमा चढेपछि देवी प्रसन्न भएको मानिन्छ र नाच प्रारम्भ हुन्छ। यो नाच विशेषतः तिहारमा प्रत्येक घर घरमा जाँदै नाच्ने गरिन्छ। मारुनी नृत्यमा एक पुर्सुङ्गे मारुनीहरू र आवश्यक अनुसार मादलेहरू रहने गर्दछन्। स्वीकार्नुहोस् शान्ति निकुञ्ज बोर्डिङ सेकेन्डरी स्कुलबाट पूर्वेली मारुनी नृत्य।
Hello, check, ladies and gentlemen, Santi Nikunja boarding school को यो मारुनी नृत्य कस्तो लाग्यो?